दर्शकबिन जेरी र भूपेन्द्र भएर बुन्टीलाई फसाउनको लागि रचेका ती सबै षड्यन्त्र बुन्टीको रूपमा आएकी सुकुमायाले थाहा पाउनुको साथै दह्रो प्रमाण बनाइन्। बुन्टीको त्यस्तो चलाखीपन देखेर भूपेन्द्रको होस उडेको छ। दर्शकबिन भने बुन्टीको रूपमा आएकी सुकुमायाले भूपेन्द्रलाई त्यत्तिकै कहाँ छोड्छिन् र अनि उक्त प्रमाणको आधार बनाएर भूपेन्द्रबाट लिनुपर्ने अंश बुन्टीको नाममा लिएर बुन्टीले पाउनुपर्ने अधिकार बुन्टीको नाउँमा लिएर बुन्टी र भूपेन्द्रको डिभोर्स होला त कि कतै भूपेन्द्र र जेरी भएर बुन्टीलाई ठुलो समस्यामा पार्ने त होइन। अब के होला त भन्ने सबै कुरा थाहा पाउनुहुनेछ। त्यसैले दर्शकबिन आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन आजको यस भिडियोलाई जसले अन्तिमसम्म हेर्नुहुनेछ उहाँहरूले अब बुन्टी सिरियलमा के कस्तो हुनेवाला भएको छ त भन्ने सबै कुरा थाहा पाउनुहुनेछ। दर्शकबिन बुन्टीको रूपमा आएकी सुकुमायाले जे गरिरहेकी छिन् एकदमै सही गरिरहेकी छिन्, तर जेरी र भूपेन्द्र भएर बुन्टी सोझी ठानेर अनेकौं षड्यन्त्र रचेर बुन्टीलाई फसाउनको लागि विभिन्न क्रियाकलापहरू पनि गरिरहेका छन् भने ती सबै क्रियाकलापको रेकर्ड साथै बुन्टीको रूपमा आएकी सुकुमायाले थाहा पाएकी छिन्। दर्शकबिन अब उक्त बुन्टीको रूपमा आएकी सुकुमायाले भूपेन्द्रलाई के गर्लिन् त भने उक्त सुकुमायाले भूपेन्द्रलाई एकदमै राम्रो सबक सिकाएर उक्त प्रमाणको आधार बनाएर बुन्टीले पाउने अधिकार दिलाएर चाँडोभन्दा चाँडो बुन्टी र भूपेन्द्रको डिभोर्स हुनुपर्छ र बुन्टीलाई असाध्यै माया गर्ने बुन्टीको विवाह त्यही र बुन्टीलाई असाध्यै माया गर्ने भद्रसँग हुनुपर्छ भन्ने चाहनुहुन्छ भने आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन तपाईहरूले पनि बुन्टी सिरियलको पछिल्लो भाग त पक्कै पनि हेरिसक्नु भयो होला र उक्त भाग हेरिसकेपछि सबै दर्शकहरूको मनमा एकदमै खुसीको महसुस पनि भएको होला। दर्शकबिन अब भने बुन्टी सिरियलमा के कस्तो हुन्छ त र अब के हुनेवाला भएको छ त भन्ने विषयमा छोटो जानकारी गराउने छु। कृपया आजको यस भिडियोमा अन्तिमसम्म रहनुहोला। दर्शकबिन उक्त केसमा बुन्टीको जित भएको दर्शकबिन उक्त मुद्दामा बुन्टीको जित भएको र बुन्टीले भूपेन्द्रबाट पाउनुपर्ने अधिकार लिएर उक्त घर पनि बुन्टीको नाममा भएको र बुन्टीले जबरजस्ती श्रेया र जेरीलाई अनेकौं वचन लगाएर उक्त घरबाट निकाल्न खोजेको ती सबै कुरा त वास्तविक नरहेर श्रेयाले सपना पो देखेकी रहेछिन् त। दर्शकबिन त्यसपछि श्रेया एकदमै आतिन्दै निन्द्रामै परेरहेको अवस्थामा भुवनले देखेका छन्। त्यसपछि श्रेयालाई बोलाउन खोज्दै गर्दाखेरि श्रेया नउठेपछि उक्त भुवनले एक बाल्टी पानी श्रेयालाई खनाइदिएका छन्। दर्शकबिन त्यसपछि श्रेया उठेर त्यहाँ भुवनलाई देखेपछि एकदमै आतिन्दै उक्त केस के भयो भन्दै आफूले एकदमै नराम्रो सपना देखेको कुरा पनि व्यक्त गरेकी छिन्। दर्शकबिन त्यसपछि भुवनले भने जे नसोचेको त्यही भयो। दर्शकबिन त्यसपछि भुवनले भने आफूले जे नसोचेको त्यही भएको कुरा पनि व्यक्त गरेका छन्। अनि उक्त केस भूपेन्द्रले अनेकौं बहाना बनाएर कुनै पनि हालतमा सम्पत्ति नदिने भएको कारणले गर्दा र निकै समयसम्म बहस भएको कारणले गर्दा अर्को हप्तामा बोलाएको कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि श्रेया पनि एकदमै खुसी हुँदै आफूले देखेको उक्त सपना वास्तविक भएन रहेछ, अब तिमीले
बुन्टीको हत्या गरेर जेलमा गएर बस्छ भन्दै अनेक कुरा व्यक्त गरेपछि बिचरा भुवन पनि रिसले सुर भएर श्रेयामाथि हात उठाएका छन्। त्यसपछि भुवन पनि एकदमै रिसाउँदै श्रेयालाई विभिन्न कुराले गाली गर्दै बुन्टीले जे गरिरहेकी छिन् एकदमै सही गरिरहेकी छिन् र बुन्टीले पाउने अधिकार दिएर डिभोर्स गर्नुपर्छ भन्ने कुरा व्यक्त गरेपछि श्रेयाले उल्टे आफ्नो श्रीमानलाई अनेक कुरा व्यक्त गर्दै हत्यारा समेत बनाउन खोजेकी छिन्। दर्शक पनि श्रीमतीको ती सबै क्रियाकलाप र व्यवहार देखेर बिचरा भुवन पनि एकदमै हैरान भएका छन्। दर्शक पनि त्यसपछि बुन्टीको उक्त केस के भयो र डिभोर्स भयो कि भएन भनेर बुन्टीको मालिकनी सानेमा र मालिकनीले ती सबै कुरा सोधेका छन्। दर्शक पनि अनि बुन्टीले पनि भूपेन्द्रले अनेक कुरा गरेर धेरै समयसम्म लम्बाएको कारणले गर्दा समय नपुगेको कारणले गर्दा अर्को हप्तामा बोलाएको कुरा पनि व्यक्त गरेकी छिन्। दर्शक पनि त्यसपछि बुन्टीको मालिकनीले बुन्टीलाई विभिन्न कुरा गरेर कुनै पनि चिन्ता नलेऊ भन्ने कुरा पनि व्यक्त गरेकी छिन्। त्यसपछि बिचरी बुन्टी त्यतिसम्म निराश भएको देख्दै गर्दाखेरि उक्त मालिकनीले टोकरेलाई विभिन्न कुरा व्यक्त गर्दै बुन्टीलाई एकदमै राम्रो सम्झाऊ भन्ने कुरा पनि बताएकी छिन्। दर्शक पनि उता बुन्टीको रूपमा आएकी सुकुमाईले भुवन्द्रको घरमा गएर राज गरिरहेकी छिन् र हिजोको दिनमा बुन्टी मितिनीमाथि ती परिवारहरूले अन्याय अत्याचार गरेको ती सबै एक एक गरी सुकुमाईले बदला लिइरहेकी छिन्। अनि बुन्टीको रूपमा आएकी सुकुमाया त्यहाँ बस्दै गर्दाखेरि उक्त जेरी आएर सुकुमालाई विभिन्न कुराले गाली समेत गरेकी छिन्। दर्शक पनि त्यसपछि उक्त बुन्टीको रूपमा आएकी सुकुमाईले जेरीलाई विभिन्न कुराले गाली गर्दै विभिन्न वचनहरू पनि लगाइरहेकी छिन्। अनि जेरी पनि एकदमै रिसाउँदै उक्त मुद्दा कुनै पनि हालतमा जित्ने छैनस् भन्दै अनेक कुरा व्यक्त गरेपछि दर्शक पनि अनि उक्त सुकुमारले जेरीलाई विभिन्न कुराले गाली गरेपछि जेरीले भूपेन्द्रलाई त्यहाँ बोलाएकी छिन्। त्यसपछि जेरीले विभिन्न कुरा गुनासो गर्दै आफ्नो बुन्टीले त्यसम्म अपमान गर्दै गर्दाखेरि तिमी किन त्यसरी चुप बसेको भन्ने कुरा व्यक्त गरेपछि भूपेन्द्र पनि उल्टे रिसाएर तुरुन्त निस्केर गइहाल भन्ने कुरा व्यक्त समेत गरेका छन्। त्यसपछि जेरी पनि एकदमै रिसाउँदै उक्त घरबाट निस्केकी छिन्। दर्शक त्यसपछि जेरीले भुवन र श्रेयालाई भूपेन्द्रले त्यस्तो व्यवहार गरेको कुराको कुनै नि गुनासो पोखेकी छिन् र भुवनले त जे गरिरहेका छन् भूपेन्द्रले एकदमै सही गरिरहेको छ भन्दै विभिन्न कुरा व्यक्त गरेपछि श्रेया जेरी त्यहाँबाट रिसाएर गएकी छिन्। दर्शक त्यसपछि श्रेयाले जेरीलाई रोक्नलाई अनेक कुरा व्यक्त गर्दै भूपेन्द्रले आफूलाई कुनै पनि वास्ता नगरेको र अहिले भूपेन्द्र बुन्टीको नजिक हुन खोजेको र आफ्नो कुनै पनि इज्जत नभएको कारणले गर्दा आफू घरबाट निस्केर जाने कुरा पनि व्यक्त गरेकी छिन्। दर्शक त्यसपछि त्यहाँबाट जेरी गएपछि श्रेया पनि एकदमै चिन्तामा परेकी छिन्। दर्शक बुन्टीको त्यस्तो कठोर व्यवहार र बुन्टीले सम्पत्ति लान्छे भनेर भूपेन्द्रले बुन्टीलाई फसाउनको लागि अनेकौं योजना बनाएका छन्। त्यसपछि उक्त भूपेन्द्र बुन्टीको रूपमा आएकी सुकुमायाको छेउमा गएर विभिन्न कुराले माफी माग्दै आफूले हिजोको दिनमा जतिसुकै गल्ती गरे पनि अब भोलिको दिनमा कहिले पनि गल्ती नगर्ने र माफ गरिदेऊ भनेर अनेकौं विभिन्न गुनासोहरू पनि पोखिरहेका छन्। त्यसपछि उक्त सुकुमाया भने एकदमै छक्क परेकी छिन्। दर्शक साँच्चै उक्त बुन्टीको रूपमा आएकी सुकुमायाले त्यहाँ सुकुमाया नभएर बुन्टी थिइन् भने भूपेन्द्रको जालमा फस्थिन् होला, तर म कुनै पनि हातमा त्यस्तो फस्न चाहन्न भन्ने ती सबै कुराको पनि महसुस गरिरहेकी छिन्। दर्शक त्यसपछि भूपेन्द्र अनेकौं लाचार बनेर बुन्टीको पाउ परेका छन्। दर्शक त्यसपछि उक्त बुन्टीको रूपमा आएकी सुकुमायाले आफूले कुनै पनि हातमा
भुन्द्रलाई माफ नदिने र आफ्नो भुन्द्रभन्दा पनि अझै धेरै माया गर्ने मान्छे रहेको कारणले गर्दा आफूले कुनै पनि हातमा भूपेन्द्रसँग मिल्न नसक्ने कुरा व्यक्त गरेपछि भूपेन्द्र एकदमै छक्क परेका छन्। दर्शक पनि अनि उक्त सुकुमाया विभिन्न कुरा व्यक्त गर्दै आफूले कुनै पनि हालतमा मिल्न नसक्ने भन्ने कुरा व्यक्त गरेर त्यहाँबाट गएकी छिन्। दर्शक पनि उता बालकुमारी र भीम भने भुन्टीलाई सबक सिकाउन र उक्त मुद्दाबाट भुन्टीलाई हराउनको लागि र कुनै पनि सम्पत्ति नदिनको लागि त्यहाँबाट जानको लागि तयार भएका छन्। त्यसपछि उक्त बालकुमारीको श्रीमानले सबै कुरा सोध्दै गर्दाखेरि बालकुमारी र भीम भएर हामी भुन्टीलाई सबक सिकाउन र उक्त सम्पत्ति नदिकन डिभोर्स गराउनको लागि हिँडेको कुरा पनि व्यक्त गरेका छन्। दर्शकबिन त्यसपछि भीमको बुवाले विभिन्न कुराले गाली समेत गरेपछि उक्त भीम र बालकुमारी एकदमै रिसाएर त्यहाँबाट सहर हिँडेका छन्। दर्शकबिन अब भने उक्त भुन्टीको रूपमा आएकी सुकुमायाले भीम र बालकुमारीलाई एकदमै राम्रो सबक सिकाउने देखिएको छ। दर्शक पनि उता भूमिकाले पनि गाउँकी एउटी महिलालाई आफ्नो ती सबै दुःख पीडा सुनाए विभिन्न अनुरोध गर्दै उक्त महिलासँग फोन मागेर आफ्नी आमालाई फोन गरेकी छिन्। दर्शक पनि त्यसपछि उक्त आमालाई फोन नलाएपछि आफ्नो बुवालाई फोन गरेर आमालाई दिनुहोस् भन्दै गर्दाखेरि उक्त आमा सहर हिँडेको कुरा व्यक्त गरेपछि त्यसपछि भूमिका एकदमै चिन्तामा परेर आमालाई पटक पटक फोन गर्दै गर्दाखेरि पनि फोन नलाएपछि एकदमै चिन्तामा परेकी छिन्। दर्शक पनि त्यसपछि भूमिकाले बुवालाई नि फोन गरेर आफूले एकदमै दुःख पाएको र उक्त परिवारले आफूमाथि एकदमै अत्याचार गरेको ती सबै कुरा व्यक्त गरेपछि भूमिकाको बुवाले आफ्नी छोरीको ती सबै कुरालाई कति पनि विश्वास गर्न सकेका छैन। दर्शक पनि त्यसपछि उक्त भूमिकाले फोनमा बोलेको ती सबै कुरा मोहनले थाहा पाएर उक्त ससुरा बुवासँग विभिन्न कुरा व्यक्त गर्दै भूमिकाले कुनै पनि दुःख र पीडा पाएकी छैन, भूमिकालाई एकदमै राम्रो छ भन्दै अनेकको बहाना बनाएका छन्। त्यसपछि भूमिकाको बुवाले पनि उक्त मोहन ज्वाइँको ती सबै कुरा विश्वास गरेका छन्। दर्शक पनि त्यसपछि मोहनले भूमिकालाई विभिन्न यातना दिँदै कुटेका छन् र उक्त मोहनले त्यस्तो भूमिकामाथि अन्याय अत्याचार गरेको उक्त महिलाले देखेकी छिन्। दर्शक पनि अब पनि भूमिकालाई मोहन र त्यस परिवारले अझै पनि धेरै दुःख दिने देखिएको छ। दर्शक पनि उता भुन्टीको रूपमा आएकी सुकुमायालाई भुन्द्रले फसाउनको लागि र फकाउनको लागि अनेकको बहाना गर्दै विभिन्न कुरा गर्दाखेरि पनि उक्त भुन्टीको रूपमा आएकी सुकुमायाले भुन्द्रको ती सबै कुरालाई व्यवस्था गरेर भूपेन्द्र प्रति दयाको भाव पनि देखाएकी छैन। त्यसपछि भुन्द्र एकदमै रिसाएका छन्। दर्शक पनि त्यसपछि भूपेन्द्रले जेरीलाई फोन गरेका छन्। त्यसपछि जेरी पनि एकदमै रिसाउँदै तिमीले मलाई त्यतिसम्म किन गर्यौ, मैले तिम्रो लागि भनेर आफ्नो बाआमा त्यागेर आएको छु भन्ने कुरा व्यक्त गरेपछि त्यसपछि भूपेन्द्रले भुन्टीलाई नि फसाउनको लागि र भुन्टीलाई फकाउनको लागि ती सबै कुरा भनेको र आफूले मनाउने त्यति ठुलो योजना बनाएका ती सबै कुराहरू पनि व्यक्त गरेका छन्। दर्शक पनि त्यसपछि भूपेन्द्र र जेरी भएर भुन्टीलाई कसरी फसाउने र फकाएर कस्ता षड्यन्त्र गर्ने ती सबै कुराको बारेमा भूपेन्द्र र जेरी भएर विभिन्न छलफल गरेका छन्। दर्शक पनि तर रहस्यमय यो छ कि ती सबै कुराकानी गरेको र भुन्टीलाई कसरी आफ्नो जालमा पारेर फसाउने भन्ने ती सबै षड्यन्त्र गरेको भुन्टीको रूपमा आएकी सुकुमायाले थाहा पाउनुको साथै उक्त प्रमाण सहित बनाएकी छिन्। दर्शक पनि त्यसपछि भुन्द्रले फेरि पनि भुन्टीलाई फकाउनको लागि अनेकौँ उपाय लगाउँदै बाहिर निस्किन खोज्दै गर्दाखेरि त्यहाँ उक्त भुन्टीको रूपमा आएकी सुकुमायालाई देखेका छन्। दर्शक पनि त्यसपछि भुन्द्र एकदमै छक्क परेर आत्तिएका छन्।
हो दर्शक बिन अब भने उक्त सुकुमारले भूपेन्द्रलाई कुनै पनि हालतमा छोड्ने छैन। अब भने उक्त प्रमाणको आधारले चाँडोभन्दा चाँडो बुन्टीले पाउने अधिकार भूपेन्द्रबाट लिएर बुन्टी र भूपेन्द्रको चाँडोभन्दा चाँडो डिभोर्स गराउने छिन्। दर्शक पनि अब सुकुमारले भूपेन्द्रलाई के गर्लिन् त ती सबै हेर्नको लागि त अर्को भागको प्रतीक्षा गर्नै पर्ने हुन्छ। तबसम्म प्रतीक्षामा रहनुहोला। हस्त, धन्यवाद।